स्वागत छ यो विश्लेषणमा। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौं जसले हाम्रो भविष्यको खेतीपातीको नक्सा नै बदल्न सक्छ। उद्योग, कृषि तथा सहकारी मन्त्रालयका बोबी बस्नेतले तयार पार्नुभएको कृषि पारिस्थितिक रूपान्तरण। सुन्दा अलि प्राविधिक लाग्न सक्छ, तर सरल भाषामा भन्दा यो पूर्ण रूपमा अर्ग्यानिक र दिगो खेतीतर्फको एउटा मास्टर प्लान हो। आउनुहोस् यसलाई सँगै बुझ्ने प्रयास गरौँ। अब यो कुनै हावामा बुनिएको सिद्धान्त मात्र होइन। यो नक्सा हेर्दा प्रष्ट हुन्छ यो त एउटा निश्चित भूगोलमा ग्राउन्ड जिरोमै लागू गर्न लागिएको यथार्थपरक खाका हो, जहाँ परम्परागत खेतीलाई एउटा पूर्ण अर्ग्यानिक इकोसिस्टममा बदल्ने स्पष्ट लक्ष्य राखिएको छ। यो सम्पूर्ण प्रक्रिया कसरी जोडिएको छ त? यसलाई बुझ्न हामी तल्लो तहदेखिको दृष्टिकोण अपनाएर 4वटा मुख्य आधारस्तम्भहरू हेर्नेछौं। पहिलो, स्थानीय उत्पादन र दृष्टिकोण। दोस्रो, बिउ, सम्पदा र पर्यटन। तेस्रो, प्राङ्गारिक माटो र रोगकीरा नियन्त्रण। र चौथो, प्राङ्गारिक राज्यको निर्माण। पहिलो खण्डमा प्रवेश गरौँ, स्थानीय उत्पादन र दृष्टिकोण। कुनै पनि दिगो प्रणालीको जग तिनै स्थानीय स्रोतहरूबाट सुरु हुन्छ नि, होइन र? उत्पादन बढाउने भन्दैमा जे पायो त्यही प्रयोग गर्ने कुरा यहाँ आउँदैन। यहाँ पूर्ण रूपमा वातावरण मैत्री हाम्रा आफ्नै रैथाने विधिहरू जस्तै घुम्ती बाली, मिश्रित बाली र कोसे बालीको एकीकरणलाई मुख्य हतियार बनाइएको छ। यसको अल्टिमेट गोल भनेको स्थानीय बजारमा पोषण र ताजापन मात्र होइन, खाद्य सम्प्रभुता नै हासिल गर्नु हो। आफ्नो खानामा आफ्नै कन्ट्रोल हुनु यो आफैमा निकै शक्तिशाली कुरा हो। खेतबाट तरकारी वा कच्चा उत्पादन निस्कने बित्तिकै सिधै बजार जाने भन्ने हुँदैन। यसले एउटा 6 चरणको गजबको यात्रा पार गर्छ। सरसफाइदेखि लिएर स्तरीकरण, सुकाउने, प्रशोधन, लेबलिङ र अन्तमा प्याकेजिङ। यो किन जरुरी छ त? किनभने यसले बजारमा पठाउनु वा निर्यात गर्नुअघि हाम्रो आफ्नै स्थानीय ब्रान्डिङ र गुणस्तरलाई एकदमै बलियो बनाउँछ। अब अघि बढौँ दोस्रो खण्डतर्फ, बिउ, सम्पदा र पर्यटन। कृषि भनेको उत्पादन मात्र होइन, यो त हाम्रो जैविक र सांस्कृतिक सम्पदालाई जोगाउने कुरा पनि हो। बिउ र नस्ल जोगाउने दुईवटा स्पष्ट तरिकाहरू छन्। एउटा हो इन सिटु, अर्थात् प्राकृतिक वासस्थानमै जोगाउने, जस्तै खर्क वा सामुदायिक वनहरूमा। अनि अर्को हो एक्स सिटु, जहाँ बिउहरूलाई सामुदायिक बिउ ब्याङ्क वा सङ्ग्रहालयहरूमा सुरक्षित राखिन्छ। यी दुवै दृष्टिकोणको सन्तुलन मिलाउनु एकदमै क्रुसियल छ। र यही समृद्ध सम्पदाले एउटा नयाँ सम्भावनाको ढोका खोल्छ, कृषि पर्यटन। सोच्नुहोस् त, हाम्रा विशिष्ट रैथाने उत्पादन, होमस्टे, कोसेली घर र खाद्य सङ्ग्रहालयहरूले मान्छेलाई कति आकर्षित गर्ला। यो भनेको हाम्रो संस्कृतिलाई पनि बचाउने र अर्थतन्त्रलाई पनि चलायमान बनाउने अत्यन्तै रचनात्मक आइडिया हो। अब तेस्रो खण्ड, प्राङ्गारिक माटो र रोगकीरा नियन्त्रण। माटो नै स्वस्थ भएन भने त बाली कसरी फस्टाउला र? त्यसैले कृत्रिम रसायन बिना नै माटोलाई कसरी बचाउने भन्ने कुरा यहाँ आउँछ। रासायनिक मल र विषादीको सट्टा के प्रयोग गर्ने त? यहाँ एकदमै प्रष्ट विकल्पहरू दिएको छ। मलको लागि भान्साको फोहोर, गडेउला मल वा भकारो सुधारबाट निस्केको प्राङ्गारिक मल छ। अनि रोगकीरा नियन्त्रण गर्न वानस्पतिक विषादी, झोलमलदेखि जैविक पासोहरूसम्म प्राकृतिक शत्रुको संरक्षण गर्दै हाम्रै वरिपरिका कुराहरूलाई कति राम्रोसँग प्रयोग गर्न सकिन्छ भन्ने यो एउटा गजबको उदाहरण हो। यी मल र विषादीले मात्रै काम गर्दैनन्, जमिनको तयारी पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। माटोलाई सुक्न नदिन प्राङ्गारिक छापो अर्थात् मल्चिङ गर्ने, आवरण बाली लगाउने र ससाना सिँचाइका कार्यक्रमहरूलाई जोड दिएको छ। यसले माटोको छिस्यान र तागत दुवैलाई लक गरेर राख्छ। अब अन्तिम खण्ड, प्राङ्गारिक राज्यको निर्माण। खेतका यी साना साना प्रयासहरूलाई एउटा ठूलो सरकारी नीतिको छाता नओढाएसम्म यसले पूर्णता पाउँदैन। एउटा साँच्चीकै अर्ग्यानिक राज्य बनाउनको लागि त नीतिगत तहबाटै कडा कदम चालिनुपर्छ। कुन क्षेत्रमा के फलाउने भनेर जोनिङ गर्ने, आधिकारिक प्रमाणीकरण गर्ने र सबैभन्दा रोचक कुरा डिजिटलाइजेसन र ट्रेसेबिलिटी लागू गर्ने। मतलब भान्सामा पाकेको खाना कुन किसानको खेतबाट आयो भनेर ठेक्कै ट्र्याक गर्न सकिने। यो साँच्चीकै नै एउटा गेम चेन्जर साबित हुन सक्छ। अब यो सब कागजमा सीमित गफ मात्रै त होइन जस्तो लाग्न सक्छ, तर पक्कै होइन। यो ब्यानरले नै देखाउँछ कि ग्राउन्ड लेभलमा काम सुरु भइसक्यो। किसानहरूलाई तालिम दिने, समूह बनाउने र अभिमुखीकरण गर्ने काम धमाधम भइरहेको छ। यो सम्पूर्ण विश्लेषणलाई एउटा गम्भीर प्रश्नको साथ अन्त्य गरौँ। के यस्ता ग्राउन्ड अप
अर्थात् तल्लो तहदेखि सुरु गरिएका नीतिहरू, जोनिङ कानून र डिजिटल ट्रेसेबिलिटीले भोलिका दिनमा विश्वव्यापी खाद्य सम्प्रभुताकै लागि एउटा नयाँ ब्लुप्रिन्ट तयार गर्न सक्ला त? यो मोडलले पक्कै पनि भविष्यको दिगो कृषिका लागि हामी सबैलाई एउटा आशा र गहिरो सोच्ने बाटो दिएको छ। आजको लागि यो प्रस्तुति यति नै।